भ्लग गराउन मन लाउने तर स्टार्टिङ नै कसरी गर्ने थाहा नभइकन म आइटुइटु पारामा आज ब्रस गर्दै टक 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 लाएर म चाहिँ मुख धुँदैछु। जाडो धेरै बढेको छ गाइजहरू। मम्मीले चाहिँ मलाई माथिबाट ओए पुष्पे छिटो चिया पानी खान आइज भन्नुभयो। म चाँडो पानी खाएँ, चिया खान गएँ। त्यसपछि गएर चाहिँ मैले यसो भिडियोको लागि भनेर चाहिँ बेड मिलाएको जस्तो नाटक पार्दै थिएँ। मम्मीले धेरै नाटक नपार, जा एक्जाम छ तेरो, चाँडो गरेर पढ भन्नुभयो। म चाहिँ यसो भिडियोको लागि भयो नि पढ्दिन पर्यो भनेर चाहिँ म पढ्दिएँ। अरू बेला त त्यस्तै हो पढ्न। अनि खाना खाने बेला भइसकेको थियो। मम्मी बाबाले खाना बनाउँदै हुनुहुन्थ्यो। चाँडो म खाना खाएर रेडी हुनतर्फ लागेँ। रेडी भएर म गाडीमा साथीहरूलाई कुर्न लाएँ। साथीहरू चढे, साथीहरूले हाई गर्छन्, हेलो गाइज, हेलो हेलो हेलो, ल आउनुहोस् ल। हामी चाहिँ पछाडि पुरै खाली सिटमा बसिरहेको थियौँ। आनन्दले हाम्रो सिट प्लानिङ हेरेको। आज चेन्ज चाहिँ भारिन्छ है सिट प्लानिङ। तर पनि अब अरू पढ्ने होइन, सिट प्लानिङ हेऱ्यो बस्यो। हाम्रो अरू के काम छ। हाम्रो चाहिँ इक्जामको सेन्टर यही थियो। हामीले इक्जाम सकेपछि हामी डिस्कस गर्दै थियौँ पेपर। हामीलाई केही आएन, हामी उल्लुको पट्टा भन्दै हाँस्यौँ। हामी ढिचिक ढिचिक डान्स गर्दै चाहिँ ल घुम्न जानुपर्छ लास्ट दिनको इक्जाममा पनि भनेर चाहिँ घुम्नको लागि निस्कियो। अब अरू काहीँ नभए नि यो सिजी चाहिँ जानुपर्छ है गाइजहरू भनेर चाहिँ सिजीतिर हिँडियो। ठ्याक्क लाएर चाहिँ हामी घुम्दै थियौँ। यति राम्रो थियो कि सिजी, हजुरहरू पनि आउनु होला। अनि यताउता घुमिसकेपछि हामीले चाहिँ खाजा खानतर्फ लाग्यौँ। खाजा पनि के खाने, त्यही यो नेपालीको खाजा त बेस्ट भनेको त्यही चाउमिन, चटपट भन्दा पनि पानीपुरी, चटपटे त हो, चटपटे भन्दै खान ला यिनीहरू है। जति खाएँ यिनीहरूको पेटमा त केही लाउने होइन, यिनीहरूको हेर्दाखेरि मात्र खान्छु भए पनि बाई भनेर चाहिँ म चाहिँ घरतिर ओर्लेर ट्युसन पढाउन